गाइज सबैलाई नमस्कार छ होइन म धेरै पछि फेरि पनि आफ्नो युट्युब च्यानलमा फेरि पनि फर्किँदैछु र अब के कस्तो हुन्छ सबै भिडियो हेरेर तपाईँहरूले चाहिँ होइन राम्रोसँग हेरेर अनि के कमी कमजोरी छ त्यो पनि बताउनु होला र आजको मेरो स्पेसल टिम भनेको यहाँ दुईजना डनहरू छन् यता छ डनहरू अब यिनीहरूलाई लिएर जाने हो सर लाएर टक्क लाएर त्यो काटिन्छ त्यो सुरगान चाहिँ आँसी हामी लिएर हिँड्दैछौँ किनकि अहिले आज हामी चाहिँ जङ्गलमा जाँदै हो होइन अन्त एउटा गुएले चाहिँ टक्क लाएर चाहिँ आँसी हाम्रो यो रक्षाकै बाघ साग आयो भने हान्न परेन होइन गुए दुईजना टक्क लाएर हिँड्दैछन् गुएले आँसी कालो भयो भनेर पुरा टक्क सर हिँड्यौँ हामी चाहिँ माथि डाँडातिर जङ्गलको बाटो हो आजको हाम्रो के छ भन्दाखेरि हाडे काफल हन्टिङ है त आकाश पनि कति मिठो तरिकाले सर खुलेको छ निलो आकाश सँगसँगै सेतो बादल सँगसँगै हाम्रो हन्टिङ सर यो चाहिँ भन्छ अब हामी जान्छौँ जङ्गल त्यो जङ्गलमा हो मेरो सेनापतिहरूलाई गर्मी भयो अरे त्यसै त कालो जन्मति कालो हुने भयो लाइक सर र जङ्गलमा ए आमो दाउरा ल्याउनु भयो ल आमा भएको चाहिँ सब सुन्तला बारी हो यो माथि पहिला जङ्गल थियो जङ्गल फाँडेर चाहिँ सुन्तला बारी केटाहरूको यहाँ हसिना र पसिना भयो ए बा कपडालाई त्यो झन् डढ्छ यसलाई गर्मी भयो र अनि त्यो खोलो शीतल हुन्छ स्याङ्जा बजार हाजी खोला केटाहरू यति हिँडेको थाकेर काफल ओ त्योजना ए कति कालो देखेको चराको आवाज सुन्नुलाई अब हामी अब काफलको हन्टिङ है काफल होइन काफल बुढ्दा यहाँ रहेछ तर काफलै होइन जङ्गलको बाटो डेन्जर हुन्छ क्या बाटो काफल हाडे काफलको बुटु त्यहाँ रहेछ क्या केटाहरूले त्यहाँ खोज्दै है यहाँ फेरि खतरा टाइगरहरू पनि आउँछ क्या फेरि टाइगरहरू होइन क्रोकोडाइलहरू होइन ल काफलको बुट यो हाडे काफलको खै त नि काफल त सिधा आएछन् क्या हो देखाले के काफलको बुट त आइयो तर सिधाइसकेको छन् काफल अब फेरि अर्को बुटतिर हन्टिङ हिँड्नु पऱ्यो सेनापतिहरू कता गयो मेरा दुईवटा सेनापतिहरू यहाँ आउँदै यहाँ नि छैन यार ए रहेछ यहाँ बुटमा चढियो चढ्यो काफल सोझे जस्तो रहन्छ सबै टिपेर खाइदिन्छ त्यहाँदेखि पसिना सेनापतिहरू फेरि यहाँ चढिरहेको छ उ तेरै टाउकोमा छ त काफल हेर त तेरै टाउको माथि उ त्यहाँको गयो भाइ फेरि यहाँ हक्न आयो अरे के भन्छ जङ्गलमा हक्के पक्कै छ नि जाम्ला एउटा हक्न आयो अरे एउटा छेर्न आयो अरे रुखमा छु है आइजहरू काफलको रुखमा तर काफल चाहिँ गेडी कुटुकै भयो भुतुकै ल आजलाई यति नै अब गोरेलाई हक्न आयो अरे हैरान त नि बेला न के बेला फेरि अन्त गाइजहरू है त काफल लगाएको हक्न आयो भनेर है नि हक्न आयो अब गुवाहरू यस्ता गुवा पार्टीहरू यहाँ हक्केको रे जङ्गलमा हक्नुको मजा भनेको नि छुट्टै हुन्छ थाहा छ कि थाहा छैन गाउँले पारा चट्ट झारले पुस्ने होइन थाहा छैन यसलाई ल गाइज
के हग्ने भनेर के भएको अरे भन्छ त फेरि यस्तो जङ्गल आएको बेला हग्न आएको थियो के अरे ठ्याक्कै त्यही सर बाहिरको पछाडिबाट त हग्दा हग्दा सर्व आइदिएको ए ल है जङ्गलमा हग्दाखेरि विचार पुऱ्याउनु पऱ्यो गोरे भाइले भने जस्तै फेरि जङ्गलमा मङ्गल होला फेरि हग्न आउँदाखेरि सर्पले फेरि टोक्देला नि फेरि होइन त गोरे त्यसले यो डराएर चाहिँ घरै जान्छु भनेर हिँड्यो ल सम्पूर्ण महानुभावहरूलाई मेरो प्रियजनहरूलाई र मेरो जति पनि सब्सक्राइब हुन्छ उहाँहरूलाई पनि आजलाई छोटो मिठो तितो अब के कस्तो छ राम्रो या नराम्रो होइन जे जस्तो छ एकचोटि हेर्नु होला है।